स्वागत छ हजुरलाई नेपाली ह्यान्डमेड क्रोसेट क्राफ्टमा। आजको भिडियोमा चाहिँ मैले हजुरहरूलाई जाडोमा लगाउने न्यानो मोजा जुन चाहिँ हजुरहरूले 1-1.5 घन्टामै रेडी गर्न सक्नुहुन्छ र यो मोजाको साइज चाहिँ मैले 5 देखि 5.5 नम्बरको फिटको लागि खुट्टाको लागि रेडी गरेको छु र हजुरहरूले चाहिँ आफ्नो फिटको मेजरमेन्ट गरेर त्यो अनुसारले बनाउन सक्नुहुन्छ। र यो मोजा चाहिँ स्पेसली अफिस कार्पेट र घर कार्पेटहरूमा चाहिँ आफ्नो खुट्टामा चाहिँ जुन नर्मल मोजाहरू हुन्छ त्यो मोजा लगाएर त्यसलाई चाहिँ यो मोजाभित्र चाहिँ यो जुन उलन सक्स छ यसभित्र हाल्न हामी सक्छौँ र खुट्टालाई चाहिँ जाडोबाट एकदमै न्यानो हुन्छ, डबल सक्स हुन्छ। र अब म यसको भिडियोको ट्युटोरियल हजुरलाई देखाउँदैछु यसलाई के चाहिन्छ भनेर। यसको लागि चाहिँ मैले नर्मल धागो लिएको छु जुन चाहिँ डबल गरेर राखेको छु जाडोको लागि र यो क्रोसेट हुक छ 5.0 mm छ। हल्का ब्लर छ क्यामेरा तर 5.0 mm छ, देख्न सक्नुहुन्छ। यो सक्स बनाउनको लागि हजुरहरूलाई चाहिँ 33 चेन चाहिन्छ 5 देखि 5.5 नम्बरको खुट्टाको लागि। र यो स्टार्ट गर्नुभन्दा अगाडि जहिले पनि यो एउटा नट चाहिँ हामीले काउन्टिङ नगर्ने। त्यस पछाडि हामीले यस पछाडि चाहिँ अब 33 एउटा चेन गर्नुपर्ने हुन्छ। अब हामी यसलाई काउन्ट गरौँ 33 छ कि छैन। आफ्नो खुट्टाको साइज कति छ त्यो अनुसारले हजुरले बनाउने हो र मैले यसमा चाहिँ 33 हालेको छु, त्यसैले यसमा 33 छ कि छैन काउन्ट गरौँ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33। सो यो चाहिँ एक्ज्याक्टली 33 भएको छ। यसको यो मेजरमेन्ट ठिक छ। सो अब हामीले यसलाई चाहिँ सिंगल क्रोसेट गरेर चाहिँ सुरु गर्नेछौँ। सिंगल क्रोसेटको लागि हजुरहरूले यो छेउको जुन चेन छ यसमा गएर चाहिँ हजुरले यो कुरुसलाई भित्र हालेर बिस्तारै यसरी तान्नुहोस्। डबल धागो भएको भएर अलिकति आफूलाई पुश गर्न टाइट भइरहेको हुन्छ, तर बानी भएपछि हजुरलाई सजिलो हुन्छ। र यसलाई फेरि पनि यसरी तान्नुहोस् र फेरि पनि हुकलाई भित्र हाल्नुहोस् र बिस्तारै फेरि पनि यसलाई यसरी तान्नुहोस्। यो भयो हाम्रो सिंगल क्रोसेट र यसरी नै हामीहरू सरासर गरेर चाहिँ एन्डिङसम्म पुग्छौँ र यो सबै होल सिंगल क्रोसेटबाटै बनाएको हो। सो यति हजुरले यो स्टार्टिङको गर्न आयो भने पुरै सक्स बनाउन सक्नुहुन्छ। सो म हजुरलाई यहाँ एन्डिङमा भेट्नेछु र हामी अब एन्डिङमा आइसक्यौँ। यो एन्डिङको यो जुन चेन छ यसमा फेरि पनि सिंगल क्रोसेट गरेर लिने र यो हल्का बटारिन्छ तर बुन्दा बुन्दै पछि ठिक हुन्छ। हेर्नुहोस् र यसलाई अब हामीले एउटा चेन लिने र यसलाई जस्ट टर्न गर्नु पर्यो। टर्न गरिसकेपछि जुन यो फर्स्ट छ यो धागोको कुरुसको ठ्याक्कै तलको जुन यो फर्स्ट होल छ त्यो होलमा गएर हामीले चाहिँ यसलाई यसरी हुकले तान्नु पर्यो। फेरि पनि सिंगल क्रोसेट लिने र यसरी नै हजुरहरूले चाहिँ सरासर हजुरलाई कत्रो चाहिन्छ आफ्नो खुट्टाको जुन हाइट छ यो हाइट छ यो हाइट चाहिँ हजुरहरूले बुन्न सक्नुहुन्छ। र नर्मल्ली यो हाइट चाहिँ 7th रोसम्म गऱ्यो भने चाहिँ एकदमै राम्रो देखिन्छ। त्योभन्दा ठुलो गर्दाखेरि चाहिँ अलिक बता देखिन्छ र क्युटनेसको लागि चाहिँ हामीले 7th रो गऱ्यो भने राम्रो हुन्छ। जस्तै 1 2 3 4 5 6 अनि यहाँ चाहिँ जोइनिङ पार्ट छ 7। सो म अब हजुरलाई यो 7 रो बनाएर चाहिँ हजुरलाई म सो गर्छु यो माथिको भाग बनाउनलाई। 7th रो पनि सकिएको छ। काउन्ट गरौँ 1 2 3 4 5 6 7। 7th रो कम्प्लिट भयो। अब हामीहरू यसको लागि चाहिँ आफ्नो जुन यो माथिको खुट्टाको जुन हाइट छ यो अगाडिको पार्ट यो हाइटको लागि चाहिँ अब हामीले बुन्छौँ र हाइटको लागि चाहिँ हामीले स्टार्टिङबाट आफ्नो खुट्टाको मेजरमेन्ट गर्नुहोस् कहाँसम्म चाहिन्छ र यो 5.5 नम्बरको 5 देखि 5.5 नम्बरको खुट्टाको लागि चाहिँ हामीले 18 चेनसम्म बुन्छौँ र अरू बाँकी यतिकै छोड्छौँ। 18 चेनसम्म हजुरलाई बुनेर देखाउँछु म। सो मैले चाहिँ यो 18 चेनसम्म कम्प्लिट गरेँ
यो 18 चेनसम्म आफ्नो खुट्टाको मेजरमेन्ट चेक गरेर चाहिँ कति गर्ने त्यति राख्नुहोस्। र मैले चाहिँ यहाँनिर 18 राखेको छु। यो यसको लागि चाहिँ मैले अब 18 सेम टु सेम जसरी मैले यो सिङ्गल क्रोसेट बुनेको छु त्यसरी नै यसलाई चाहिँ 18 मा पुगेपछि एउटा सिङ्गल चेन लिने, यसलाई टर्न गर्ने र टर्न गरिसकेपछि सेम हजुरले चाहिँ पहिलाको जुन यो चेन छ, पहिलाको जुन यो प्वाल छ यसमा चाहिँ हजुरले हाल्ने, त्यस पछाडि सेकेन्ड पनि यसरी नै गर्ने एन्डिङसम्म। र यो गर्दै हजुरहरूले चाहिँ यसको लागि 5th रोसम्म हजुरले कम्प्लिट गर्नुपर्ने हुन्छ। 2 3 4 5 यो 5th रो कम्प्लिट गरेपछि म हजुरलाई फेरि भेट्नेछु। त हामीले यो 5th रो पनि सकायौँ र टोटल यो यहाँ चाहिँ 7 यहाँ चाहिँ 5 छ र हामीले यहाँ काउन्ट गरौँ कति छ 1 2 3 4 5 6 7 8 9 10 11 12 यो 12 रो भनेको चाहिँ हाम्रो यहाँसम्मको हुन्छ। अब बाँकी भएको यो जुन ब्याक साइड हुन्छ यो राइट भयो भने यो लेफ्ट साइड भयो। यो लेफ्ट साइड बुन्नको लागि पनि हजुरहरूले जति यो 7th रो बुन्नु भएको छ त्यति नै 7th रो नै यताबाट चाहिँ हामीले स्टार्टिङ गर्छौँ। र त्यसको स्टार्ट गर्नुको लागि चाहिँ हजुरहरूले यहाँ काउन्टिङ गर्नु पर्यो। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 छ। अब हजुरहरूले यहाँबाट यसरी चेन लिएर चाहिँ यो जोइन गर्नुपर्ने हुन्छ। यसरी जसरी यो स्टार्टिङ चेन लिनुहुन्छ हजुरले एउटा चेन एज नर्मल चेन लिनुहोस्। त्यस पछाडि यतापट्टि जति छ त्यति नै चेन हजुरले चाहिँ 13 टाइम्स छ भने 13 वटै चेन लिनुपर्ने हुन्छ। यसको लागि चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 सो हजुरले अब यसलाई चाहिँ यसरी चेक गर्नुपर्ने हुन्छ। यो दुईटा मार्जिन सँगै राखेर यो लेन्थहरू सबै यसरी चेक गरेर यहाँ चाहिँ आइपुग्छ कि पुग्दैन हेर्ने। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 छ। 14 चेन हामीले ल्याएछौँ। र कहिलेकाहीँ चाहिँ हाम्रो धागो कस्तो हुन्छ भने बुनाइमा फरक पर्छ। अब मैले टाइटसँग बुनेको छु त्यही भएर अलिकति उडेको जस्तो छ। तपाईँले सिङ्गल धागोले बुन्नुभयो भने एकदमै लाइट हुन्छ र जतिको तति नै ल्याउन सकिन्छ यसलाई। र यदि पुगेन भने यसरी मेजरमेन्ट गर्नुहोस्। यदि पुगेन भने कति चेन पुगेको छैन त्यति हजुरले हाल्नुपर्ने हुन्छ। होइन भने अगाडि एउटामा छोटो एउटामा चाहिँ लामो हुने गर्छ। त्यसले गर्दाखेरि यहाँनिर चाहिँ अब दुईटा चेन पुगेको रहेछ। सो अब नर्मल्ली मैले दुईटा चेन थप्छु यसमा। सो अब फेरि यसलाई जोइन गर्दैछु मैले। ल अब चाहिँ यो इन्डिङमा एक्ज्याक्टली आयो। कहिलेकाहीँ हाम्रो काउन्टिङहरू हजुरको धागोले गर्दाखेरि तलमाथि हुनसक्छ, मेजरमेन्टसँगै आउन नसक्छ। त्यसले गर्दाखेरि हजुरले चाहिँ यसमा जति पुग्दैन त्यति एक्स्ट्रा हजुरले हाल्नुपर्ने हुन्छ इन्डिङसम्म। अब यसलाई एज युजुअल हजुरहरूले चाहिँ यताको रो बनाएको जस्तै गरेर 7th रो बनाउनु पर्ने हुन्छ। र यसलाई चाहिँ जुन यो सेकेन्ड छ सेकेन्डबाटै हजुरहरूले सिङ्गल क्रोसेट गरेर चाहिँ यसरी क्रोस खुसाएर यसरी लिनुहोस्। अब यसरी नै सबै चेनहरू गर्दै जानुपर्ने हुन्छ हजुरले। यसरी नै सबै चेनहरू हजुरहरूले सिङ्गल क्रोसेट गर्दै जानुपर्ने हुन्छ। र यो हजुरहरूलाई म यहाँ आएपछि हजुरलाई सो गर्छु। यो अगाडिको सिङ्गल क्रोसेट गरेर यति बुनिसकेको छौँ। अब लास्टको एउटा चेन बाँकी छ। यो लास्टको चेनलाई पनि हजुरले यसरी चाहिँ घुसाएर निकाल्नुहोस्, सिङ्गल क्रोसेट गर्नुहोस्। अब यो लाइनमा हामीले जोइन गर्नुपर्ने हुन्छ। र यो जुन फर्स्टको एउटा चेन छ यही चेनमा हजुरले हाल्नुपर्ने हुन्छ। जुन फर्स्ट हुन्छ त्यसमै हाल्नुपर्ने हुन्छ यसरी। र यसलाई पनि सिङ्गल क्रोसेट गरिदिनुहोस्। यो चाहिँ यो साइडको भाग हुन्छ।
र अब यसलाई एज युजुअल हजुरले सिंगल क्रोसेट गर्दै जानुहोस्। सो अब यो इन्डिङ आयो, इन्डिङमा पनि हजुरले एज युजुअल लास्टको जुन चेन छ त्यसमा हाल्नुहोस्, त्यस पछाडि सिंगल क्रोसेट लिनुहोस्, त्यस पछाडि टर्निङ गरेर चाहिँ हजुरले अब यो लाइन सबै बुन्नुपर्ने हुन्छ 7th रो। जसरी यो बुन्नुभयो त्यसरी नै यो 7th रो बुन्नुपर्ने हुन्छ हजुरले। र आफ्टर 7th रो कम्प्लिट भइसकेपछि चाहिँ म हजुरलाई फेरि पनि भेट्नेछु। फाइनली मेरो 7th रो पनि सकिएको छ। 1 2 3 4 5 6 7 र जहिले पनि हजुरहरूले इन्डिङ गर्दाखेरि यो साइडमा चाहिँ आएर इन्डिङ गर्नुपर्ने हुन्छ, किनभने यहाँ हामीले सिलाउनु पर्ने हुन्छ। र यसको बाँकी दुईटा चेन बाँकी छ, दुईटा चेनलाई मैले फेरि पनि बुन्नेछु। हामीले यसरी तान्ने, धागोलाई चाहिँ हामीले यसरी लिएर आउने र यसलाई एकदम टाइटली कस्नुहोस्। यो पार्ट हो हाम्रो। अब यसलाई चाहिँ हामीले सिलाउनको लागि चाहिँ यो भागोहरू टिप्नको लागि चाहिँ हामीलाई सियोको आवश्यकता पर्छ। एउटा सियो पनि दिएको छु र अलिक लामो धागो राख्नुपर्ने हुन्छ हजुरले, किनभने यो पार्ट मात्रै सिलाउने हैन, हजुरहरूले चाहिँ टर्न गरेर चाहिँ यो साइडलाई पनि हजुरले सिलाउनु पर्ने हुन्छ। यो साइडलाई र डबल धागोले बुन्नु भएको छ भने सियो पनि डबलबाटै गर्नुहोस्, एकदम बलियो हुन्छ। मैले यो लिइसकेँ, सियोमा धागो हालिसकेँ। अब हजुरहरूले चाहिँ यसलाई चाहिँ सुल्टो र उल्टो साइड हेर्नु पर्यो। यो धागो हामीले जुन स्टार्टिङ गरेको थियौँ यो सुल्टो भागो हो भने धागोको पछाडि भनेको उल्टो भागो। सो हजुरहरूले यसलाई चाहिँ यसरी टर्न गरेर उल्टोबाट यसरी लिनुहोस्। एकदमै सजिलो तरिकाले लिन सकिन्छ, जिगज्याग गरेर। यो धागो, यो जुन प्वालहरू जुन यो धागोमा यसरी हाल्ने सिलाउने क्रम छ, यो चाहिँ हजुरको इच्छाले जसरी लिन पनि सक्नुहुन्छ। यो छेउछेउबाट बोर्डर यो एउटा चेन मात्रै गरेर पनि लिन सक्नुहुन्छ, या फिर हजुरहरूले यसरी जिगज्याग गरेर पनि लिन सक्नुहुन्छ। त्यो आफ्नो स्टाइल हो।
इन्डिङमा चाहिँ हजुरले जति मेहनत गर्नुभयो त्यति नै सक्स चाहिँ राम्रो हुन्छ। यसरी लगाउँदा पनि सेप आउँछ। यो इन्डिङको लागि चाहिँ मैले धेरै टाइम दिन्छु जहिले पनि। यसलाई मैले क्लोज गर्दैछु। सो चेक गर्नुहोस् अगाडि होल छ कि छैन। अगाडि होल छैन, सबै बन्द भएको छ। अब हामीले चाहिँ यो पार्ट सिलाउँछौँ अनि यो पार्ट सिलाउँछौँ र इजिली हजुरहरूले चाहिँ एउटा एउटा चेन गर्दै सिलाउन सक्नुहुन्छ यसलाई। स्टार्टिङ यहाँ माथिदेखि नै लिनुभयो भने कुनै पनि किसिमको प्वालहरू सक्समा हुँदैन। र यसरी नै हजुरहरूले चाहिँ सरासर गरेर यसलाई चाहिँ यो इन्डिङसम्म ल्याउनुहोस्। यो इन्डिङसम्म सकिसकेपछि चाहिँ म हजुरलाई फेरि सो गर्छु यो माथिको लागि। इन्डिङ पार्टमा यहाँदेखि यहाँसम्मको इन्डिङ पार्टमा म आइसकेँ। अब यसलाई मैले चाहिँ यो माथिको भागलाई चाहिँ सिलाउँदैछु। जहिले पनि यो जिगज्याग नहोस् भनेर यसलाई चाहिँ मजाले यसरी टाइट गर्नुहोस् सुरुदेखि नै। र एज युजुअल हजुरले चाहिँ कुर्कुचामा कुनै पनि गाँठोहरू, धागाका गाँठोहरू नहोस् भनेर आरामसँगले एक एक स्टेप गरेर चाहिँ हजुरले यसलाई चाहिँ यसरी उन्नुपर्ने हुन्छ। सिलाइ गर्दाखेरि जहिले पनि यसलाई लुजली सिलाइ नगर्नुहोस्। लुजली सिलाइ गर्दाखेरि जहिले पनि फाँट भइरहेको हुन्छ बुनाइमा, र यसलाई जहिले पनि सिलाइ गर्दाखेरि टाइट किसिमले चाहिँ गर्नुपर्ने हुन्छ। को जुन यो छ यो भी शेपमा बसेको छ, यसलाई चाहिँ हामीले मजाले छेउछेउको टुप्पो मिलाएर यसलाई चाहिँ सिलाउनु पर्ने हुन्छ। र यो लास्टको भएको भएर हामीले यसलाई चाहिँ अब एन्डिङ गर्छौँ। सियो यताबाट ल्याएर यसलाई चाहिँ यसरी एन्डिङ गरेर एकदम टाइटसँगले बाँध्छौँ। र एकचोटि चेक गर्नुहोस् हजुरको लेभल मिलेको छ कि छैन। एकदम लेभल पर्फेक्ट छ, सिधा छ। सो अब यसलाई हामीले धागो लुकाउँछौँ। त्यो धागो लुकाउनको लागि चाहिँ कुनै पनि बुनाइभित्र चाहिँ हामीले यसरी लुकाउन सक्छौँ। डाइरेक्टली धागो काट्दाखेरि चाहिँ मोजाहरू पछि फुस्किने हुन्छन् बुनाइहरू। सो यसलाई हामीले यसरी धागो लुकाउने तरिका पनि, यो ट्रिक पनि हामीले सिक्नुपर्ने हुन्छ। र यो धागो लुकाइसक्यौँ। अब म यसलाई सिजरले कट गर्छु। र यसलाई मैले अब कट गरेँ। र यसलाई टर्न गरौँ। अब टर्न गर्दाखेरि कुर्कुचाको साइडहरू हामीले मजाले यसरी सिधा गर्नुपर्ने हुन्छ। यो अगाडिको भागलाई पनि यसरी सिधा गर्नुपर्ने हुन्छ। सो हेर्नुहोस् कति सजिलैसँगले हामीले चाहिँ 1 घन्टामै दुईटा यो पेयर रेडी गर्यौँ। र यसको हजुरको राइट र लेफ्ट भन्ने हुँदैन, यो जताबाट पनि लगाउन सकिन्छ। राइट लेफ्ट गरेर यताबाट यसलाई राइट गरेर चाहिँ यसलाई लेफ्ट गर्न पनि सकिन्छ, र यसलाई लेफ्ट गरेर चाहिँ यसलाई राइट गर्न पनि सकिन्छ। यो पेयर कति सजिलो तरिकाले हामीले बनायौँ। र हजुरहरूले पनि यसरी नै जाडोको मोजाहरू चाहिँ आफ्नो घरमा बसेर मजाले सिक्नुहोस्। सक्स मेकिङ ट्युटोरियलहरू हेरेर चाहिँ हजुरहरूले घरमै मोजाहरू बनाउन सिक्नुहोस् जाडोको लागि। र
त्यसको साथसाथै हजुरहरूले मेरो भिडियोमा चाहिँ सानो एउटा हेल्प गरिदिनु पर्ने हुन्छ, त्यो भनेको हजुरहरूले लाइक, सेयर अनि सब्सक्राइब पनि गरिदिनु पर्ने हुन्छ। थ्याङ्क यू सो मच।